ल साथीहरू दर्शन गर्न गुहेश्वरी देवीको मन्दिर यो हो। यसको बिचमा हुनुहुन्छ देवीको एउटा अङ्ग चाहिँ यहाँ झरेको अरे भन्ने कहानी छ। एउटा अङ्गलाई भित्र पस्न पाइँदैन है, यताबाट पाइन्छ, त्यो भित्र जानु दिँदैन। त्यो मन्दिरभित्र गुहेश्वरी देवीको एउटा अङ्ग यहाँ झरेकोले गर्दाखेरि गुहेश्वरी देवी भन्छन्। मन्दिर सबै यतिको एरियामा यो पनि पशुपतिभित्रै एरियामा पर्छ। ल दर्शन गर्नु होला, देवीको पनि सबै दर्शन गराएँ मैले। हेर्नु होला साथीहरू कस्तो हुन्छ भन्नु होला कमेन्टमा। ल जय गुहेश्वरी देवीमा माथि फिल्म गइरहेछ। यो एउटा बौद्ध एरिया भन्छ। यो देखेर चाहिँ सबै बौद्ध यता पशुपति एरिया भन्छ। ट्राभल बौद्ध यता माथि डाँडा के भन्छ ल भयो है। साथीहरू ल बाई, फेरि अर्को भित्रको फेरि पछि देखाउँदैछु। ल यो भित्र देवी माको मूर्ति छ। मूर्ति मतलब एउटा यो चाहिँ भित्र बस्नु पाइँदैन, त्यहाँसम्म मात्रै हो। ल साथीहरू बाई यता पनि निक्ल्यो। ल साथीहरू दर्शन गर्नु होला, बाई देखेर पनि नदेखेर नगर्नु होला साथीहरू। हाम्रो हिन्दू धर्मको मन्दिरहरू यिनै हुन्। बाई।